नमस्कार नमस्कार भन्न चाहन्छु। म एउटा कुरो गर्न गइरहेको छु है। यो चाहिँ है मन्त्रीबाट पनि पुर्याइदिनु होला है, बालन सरबाट पनि पुर्याइदिनु होला, रवि सरबाट पनि पुर्याइदिनु होला, गृहमन्त्रीबाट पनि पुर्याइदिनु होला है। यत्रो चाहिँ बाढी आएर पुरा शोकमा डुबेर कति रोएर है, कति टेन्सनमा परेर है, हामीलाई कति भद पोलिरहेछ है। मान्छेले लास उठाउन भ्याएको छैन है, लास उठाउन भ्याएको छैन। उता मान्छेले सिलिन्डर तानिराखेको छ है, उता लोकडी तानिराखेको छ। यस्तो पनि हुन्छ है। अलिकति मानव भएर जन्मेपछि मानवको जस्तो बेहोरा गराओ। यिनीहरूलाई चाहिँ यी झन् सिलिन्डर तान्नेहरू, यी जुन छन् नि यी लोकडी तान्नेहरू, यिनीहरूलाई पुरालाई चाक भाँचिने गरी, यिनीहरूको ढाड भाँच्ने गरी, यिनीहरूको चाकको मासु ढालेर यिनीहरूलाई कठघरामा उभाएर यिनीहरूलाई जेलमा ठहराइ राख्नुपर्छ। र एउटा कुरो के भने सरकारले यसमा ध्यान दिन जरुरी छ, आवश्यक छ। किन भन्नुहुन्छ भने नि मान्छेको चाहिँ कतिको घर बिग्रेको छ, कतिको घर नासिएको छ, कतिको चाहिँ सबै सतर्क भएको छ है। अनि यिनीहरू कति बेला बाढी आउँछ र लुटुम्ला भनेर बसेका रहेछ है। मान्छेलाई लास तान्नको धमाधम छ, तानिसक्नु छैन। चाहिँ मान्छेले कति रुवाबासी छ, कति चाहिँ ऊ दिमागले काम गरेको छैन है। यिनीहरूलाई चाहिँ कसैले सुन है, एकजनाले भाइसले खोज्ने लास निकालेर बाहिर राख्नु छैन, सुन खोज्नु छ, सुन खिच्नु छ। त्यस्तो पनि हुन्छ। यिनीहरूले कहिले पानी आउँछ र कहिले चाहिँ बाढी आउँछ, त्यसबेला चाहिँ सुन निकाल्नु भनेर भएको रहेछ। यिनीहरूको चाक भाँच्ने गरी, यिनीहरूको ढाड भाँच्ने गरी सरकार यसलाई चाहिँ पुलिस प्रशासनले दण्ड लगाउनै पर्छ र यिनीहरूलाई चाहिँ गर्नुपर्छ, यिनीहरूलाई कठघरामा उभाउनै पर्छ। यो पाराले चाहिँ हो भने यिनीहरूलाई छाडा छोड्ने होइन है। किन भन्नुहुन्छ भने नि यत्रो बाढी पीडित कतिको घर बिग्रेको छ, कतिको घर नासिएको छ, कतिको दाजुभाइ एउटै घरको परिवार पुरा सोरपटार पारेको छ होइन। कतिको रुवाबासी भएको छ, देश विदेशमा चाहिँ नि पुरा रुवाबासी भएको छ। यिनीहरू त्यहीँ भएको मान्छे लास बगाइराखेको छ, त्यो लास खिच्नु होइन, लास तान्नु छैन होइन। उनीहरू मजाले सुन तानिराखेको छ, सुन खिचिराखेको छ, लोकडी तानिराखेको छ, सिलिन्डर तानिराखेको छ। यो पनि हुन्छ। मानव भएर मानवको जस्तो व्यवहार गराओ। हामी नेपाली दाजुभाइहरूले नि यस्तो गरिरहेको छ। हुन्छ 10 जनमा 5 जना राम्रो छ, तर 5 जनाहरू बेकुपेहरू छन्। यस्तो हुन्छ। र यिनीहरूको ढाड भाँच्ने गरी, यिनीहरूको छर्रा हानेर यिनीहरूलाई कठघरामा उभाएर पुलिस प्रशासनले, हाम्रो चाहिँ नेताज्यू गृहमन्त्रीज्यूहरूले सबैले यिनीहरूको ढाडको मासु निकाल्नुपर्छ। छल्ली निकालेर यिनीहरूलाई चाहिँ गर्नुपर्छ। किन भन्नुहुन्छ भने नि यस्ता बेलामा सहयोग गर्ने हो, यस्ता बेलामा हेलिप गर्ने हो है। र त्यस बेला चाहिँ लास बगाइराखेको छ, उता चाहिँ ग्यास तानिराखेको छ, लोकडी तानिराखेको छ। त्यो मान्छेहरू उनीहरू लास तान्नलाई भ्याइ नभ्याइ छ, त्यो पो गर्ने हो त। यिनीहरूलाई अलिकति पनि सोचाइ छैन। मानव भएर जन्मेपछि मानवको जस्तो व्यवहार गरेर दानवको जस्तो होइन।